प्रदेश नम्बर 2 को राजधानी भनेको जनकपुर हो। जनकपुर भनेको माता जगत जननी सीताको जन्मभूमि हो। त्यसैको कारणले हामी फोहोर हैन यसलाई स्वच्छ बनाउने हो। स्वच्छ भएपछि त्यहाँको वातावरण स्वच्छ हुन्छ। सबभन्दा बढी चुनौतीको कुरो यसमा के हो कि हामी सरसफाइ त गर्छौँ, हामी डस्टबिनमा पनि राख्छौँ, तर यदि नगरपालिकाले समयमा यदि त्यो डस्टबिनको बाटमा फालिएका फोहोरहरू डस्टबिनमा राखिएका फोहोरहरू समयमा कलेक्सन गरेन भने त्यसले झन् त्यो अप्ठ्यारो निम्त्याउँछ र यसबाट झन् त्यो वातावरण बिग्रिन्छ बढी। त्यसकारण बढी चुनौतीको कुरो हो। यसमा नगरपालिकालाई सबभन्दा बढी पहल गर्नुपर्ने छ। नगरपालिकाले सबभन्दा बढी यसमा एक्टिभ भएर हैन यसमा टोलमा फालिएका फोहोरहरू कलेक्सन गरिएका फोहोरहरू उठाउने जिम्मा यसलाई लिनु पर्यो। जो हामीले कार्ड नेपाललाई विशेष गरी धन्यवाद दिनै पर्छ कि सानो पुँजीमा पनि उहाँहरूले आफ्नो लगनशीलता देखाएर यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आउनु भएको छ। रेसलेस नेपालको सहयोगमा कार्ड नेपालद्वारा सञ्चालित सरसफाइ अभियानमा तपाईँ यो जनकपुर टोललाई मोडल टोलका रूपमा यो सरसफाइ अभियान सुरु गर्नुभएको छ र तपाईँ स्थानीय बासिन्दा भएको नाताले तपाईँ हाम्रो यो सामाजिक सञ्जाल मार्फत जनताहरूलाई के सन्देश दिन चाहनुहुन्छ? धन्यवाद, धेरै राम्रो, खुसी लाग्यो। आज वैशाख 13 गते शनिबार बिहानै हाम्रो स्मार्ट टोल बन्दैछ र यो स्मार्ट टोलको लागि रेसलेसद्वारा सञ्चालित कार्ड नेपालले अभियान थाल्ने गरेको यो सरसफाइ कार्यक्रमलाई म हृदयदेखि नै स्वागत गर्न चाहन्छु। यो वास्तवमा अति नै राम्रो र सुन्दर कार्यक्रम हो। यस्तो कार्यक्रम बेला बेलामा समयमा भइराख्नुपर्छ र यो निरन्तरता जारी हुनुपर्छ। यसमा हाम्रो स्थानीयवासीको, नगरपालिकाको र कार्ड नेपालको यदि राम्रो सहयोग भयो भने मलाई विश्वास छ निकै छिटै हाम्रो यो टोल स्मार्ट टोलमा परिणत हुनेछ र हामी सबैले यसलाई चाहिँ स्मार्ट टोलको रूपमा परिचित भएको हेर्न चाहन्छु। धन्यवाद छ। सम्पूर्णमा नमस्कार। नमस्कार। ल, कार्ड नेपालद्वारा सञ्चालित यो सरसफाइ अभियान कार्यक्रममा सहभागी भइदिनु हुनको लागि सम्पूर्ण विद्यार्थीहरूलाई धेरै धेरै धन्यवाद छ र तपाईँ एउटा विद्यार्थी भएको नाताले यो सामाजिक सञ्जालबाट यो स्वच्छ वातावरणको बारेमा यो सरसफाइको बारेमा यहाँ जनताहरूलाई के चाहिँ सन्देश दिन चाहनुहुन्छ? नमस्कार, मेरो नाम सृजना कुमारी सिंह हो। म विद्यार्थी भएर पनि यो सामाजिक सञ्जालको माध्यमबाट म यो आफ्नो प्रतिक्रिया दिन चाहन्छु कि प्रदेश नम्बर 2 को राजधानी भनेको जनकपुर हो। जनकपुर भनेको माता जगत जननी सीताको जन्मभूमि हो। त्यसैको कारणले हामी फोहोर हैन यसलाई स्वच्छ बनाउने हो। स्वच्छ भएपछि त्यहाँको वातावरण स्वच्छ हुन्छ। जब वातावरण स्वच्छ हुन्छ भने यताको हरेक नागरिक स्वच्छ वातावरण भएपछि नागरिकको वातावरणको कारणले मानिस पनि परिवर्तन भइहाल्छ। जब वातावरणमा स्वच्छ हावा आउँछ तब मानिसहरूको पनि जीवन डौलो बन्छ, किनभने हाम्रो जीवनमा प्रभाव पार्ने भनेको वातावरणले नै हो। त्यसैले हामीले सधैँ स्वच्छ वातावरणको व्यवस्था गर्नुपर्छ र वातावरण सँगसँगै हाम्रो जीवन पनि नौलो हुन जान्छ। धन्यवाद। रेसलेसको सहयोगमा यो कार्ड नेपाल संस्थाद्वारा यो टोललाई मोडल टोलको रूपमा विकास गर्ने जुन अवधारणा छ र यसमा अहिले सब साथीहरू लागिराखेको छ, यसलाई तपाईँले एज यहाँको बासिन्दाको हैसियतले कसरी हेर्नुहुन्छ? रेसलेस डेभलपमेन्टको आयोजनामा र युरोपियन युनियन त्यस्तै त्यसपछि कार्ड नेपाल त्यसपछि क्रिएसन नेपालको सहकार्यमा हैन सञ्चालित नमुना टोल भन्ने अवधारणा जुन मेरो वार्ड अन्तर्गतको यो विद्यापति नगर टोलमा जुन सञ्चालन भएको छ त्यो अत्यन्त स्वागत योग्य कुरो हो। निश्चित रूपमा सरसफाइ स्वास्थ्यको लागि अत्यन्तै महत्त्वपूर्ण पक्ष हो हैन। यदि सरसफाइ राम्ररी टोल सरसफाइ राम्ररी भयो भने त्यो टोलका सम्पूर्ण जति पनि कम्युनिटीका बच्चाहरू छन्, जति पनि कम्युनिटीका मेम्बरहरू छन्, सबै यसबाट स्वस्थ हुन्छन् है र त्यसपछि स्वस्थ भएर सबै एकदम सुरक्षित रूपमा स्वस्थ र सुरक्षित हुन्छन् भन्ने त्यो अवधारणाको साथ मेरो विचारमा यो सरसफाइ अभियान सञ्चालन गरिएको हो। त्यस्तै सबभन्दा बढी चुनौतीको कुरो यसमा के हो कि हामी सरसफाइ त गर्छौँ,
हामी डस्टबिनमा पनि राख्छौँ। तर यदि नगरपालिकाले समयमा यदि त्यो डस्टबिनको बाटमा फालिएका फोहोरहरू डस्टबिनमा राखिएका फोहोरहरू समयमा कलेक्सन गरेन भने यसले झन् त्यो अप्ठ्यारो निम्त्याउँछ र यसबाट झन् त्यो वातावरण बिग्रिन्छ बढी। त्यसकारण बढी चुनौतीको कुरो हो। यसमा नगरपालिकालाई सबभन्दा बढी पहल गर्नुपर्ने छ। नगरपालिकाले सबभन्दा बढी यसमा एक्टिभ भएर हैन यसमा टोलमा फालिएका फोहोरहरू कलेक्सन गरिएका फोहोरहरू उठाउने जिम्मा यसलाई लिनु पर्यो नगरपालिका। यो कार्ड नेपालले कार्यक्रम जुन थालेको छ त्यो एकदम सराहनीय कार्य हो। यस्ता कार्यहरू प्रत्येक गलीगलीमा हुनुपर्छ। यसले स्वास्थ्यकर जीवन बनाउन अति नै टेवा पुर्याएको छ। भोलिका दिनमा गलीहरू सफा रह्यो भने भोलिका दिनमा मान्छेको जीवनशैलीमै परिवर्तन भएको देखिन जान्छ र यस्ता कार्यक्रमहरू प्रत्येक शनिबार होस् या प्रत्येक टोलमा प्रत्येक शनिबार हुन अति नै आवश्यक छ। र यो हामीले कार्ड नेपाललाई विशेष गरी धन्यवाद दिनै पर्छ कि सानो पुँजीमा पनि उहाँहरूले आफ्नो लगनशीलता देखाएर यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आउनु भएको छ।